एक झोला कपडा पर 1 डे ट्रिप लिएर चाहिँ हामी चाहिँ पहिला कलेज गएर साइन गरेर अनि हामी चाहिँ हतार हिँड्दैछौँ। गाडी कुर्दै जानी गाडी भाडा सस्तो हुन्छ के। Oh my God! अनि हामी चाहिँ फोटो खिच्न भनेर रेडी हुँदैछौँ। सरहरू चाहिँ खाजान जानुभएको थियो अनि हामी खाजान बेलामा आएको भएर चाहिँ यसो चटक दिँदै फोटो खिच्दैछौँ। एङ्गल राम्रो देखिरहेछ कि सरहरू कति आउने हो त्यसो फोटो खिच्दै गरेर बाइ बाइ गाइस। अनि 3-4 चोटि फेयरवेल पाएर पनि हामी अझैसम्म गएको थिएन भने जुनियरले चाहिँ हामीलाई ताना मार्दै थिए। यो राम्रो राम्रो जुनियरहरूले चाहिँ होइन अर्को हाम्रो यताबाट यिनीहरू जहाँ गयो नि भेट्नु मजाले फ्र्याङ्क भएपछि यस्तै गर्दो रहेछ गाइस। जहाँ पनि आउँछ किनहरू यही बुकले हान्छु तारा ताराको बुकले। अनि हामीले चाहिँ भाइहरूलाई कुर्दै थियौँ कि हामी रेडी भएर 2 घन्टा त कुर्यो भनेको भाइहरूलाई। त्यो पनि चप्पल खान त फेरि पर्यो। बल्ल भेट भयो 1 बजे कति बजे पहिला सुरु घडी हेर त त्यहाँ 3:30 आज चाहिँ हामी हाम्रो ब्लगर दाइसँग घुमघाम जाँदै दिदी ढलिसक्यो मिलेकै छैन के अहिले म त्यसले अहिले मिलेकै छैन। कुर्न हुँदैन के कुर्न हुँदैन यिनीहरूलाई हिजो सिक्लेस जान भनेर हिँडेको मान्छे हामीले गाडी नपाएर अनि सिरुबारीको चाहिँ फाइनल्ली गाडी पाएर बल्ल बल्ल त्यही पनि एडजस्ट गर्दै गर्दै अहिलेसम्म यात्रामा हामी यात्रा सुरुभन्दा पहिले थकित भइसक्यो भाइ। कसको यादले थकित भइसक्यो थाहा छैन। म आफै बिहानदेखि यताउता नाचेको छु थकित छु। बिजी मान्छेहरू छ अनि किन Hi guys, finally हेर यो गाइस है finally यार बल्ल finally destination भेटियो। उछारी पछाडी बसेर त रमाइलो भयो। म त ट्रेनमा बसेर आएको। म त राम्रोसँग बसेर आए। म त खसी केही भएन के गर्न सकेन। फोन चार्ज गर्न पर्यो। यति बेला म चार्ज गर्थेँ नि यार। हाम्रो सोल्टी दाइ घर मेरो दुलालु बसाइ सर्ने हो कि सपनामा अल्झे झै मन आतियो। सिमसिमे पानी लागिछ गल्ले बाख्रा छै भन ऐ झम्के बुलाली सिंगर ए अरु आउँदा जेसुकै भन अरु आउँदा जेसुकै भन म आउँदा चाहिँ रोइ भन ऐ झम्के बुलाली। बाटो चाहिँ फेरि लास्टै डेन्जर थियो। बाहिर हेर्दाखेरि त अति नै डर लागेको थियो। अनि हामीले गाडी पनि बल्ल यति दुःख गरेर पाएको नि दाइले लास्टै हेल्प गर्नुभएको। तर हामीलाई चाहिँ थ्रु चाहिँ तेज दाइबाट तेज दाइले पनि भिडियो हेर्नुभयो भने चाहिँ कमेन्ट पनि गरिदिनु होला। प्लस धन्यवाद दाइ धेरै नै लास्टै हेल्प पाएको हामीले चाहिँ। हेलो गाइस वेलकम ब्याक टु माय च्यानल।
ए नट माई च्यानल सिलबारी आउन लाइभ पुग्यो म चाहिँ अरूको च्यानलमा चाहिँ आफू बोलिरहेको अनि आजको पुरा कहानी म भनिदिन्छु द गाइज 11 बजेदेखि होइन है गाइज म चाहिँ यो अहिलेको यात्रामा 2 बजेदेखि जोडिएको थिएँ योभन्दा अगाडिको कहानी चाहिँ अब फर्दर अन कसले एक्सप्लेन गर्न चाहन्छ गर्न सक्नुहुन्छ म चाहिँ 2 बजेदेखि यो यात्रामा जोडिएको थिएँ म 2 बजेदेखिको हजुरलाई सुनाउन चाहन्छु 2 बजे यात्रा सुरु भएको थिएन म 2 बजे कुरा मात्र भएको थियो 2 बजे म घान्द्रुकको यात्रामा थिएँ त्यहाँदेखि घान्द्रुकको यात्रादेखि म फर्किएर हामी सिग्लेसको यात्रामा जाने निदो गरिएको थियो त्यो निदो पनि त्यस्तै भयो अनि अहिले हामी सिग्लेस आइपुग्यौँ ए सिरुबारी आइपुग्न आँटेछौँ अब त्यो 3टा लोकेसन चेन्ज भएर अब तेस्रोमा चाहिँ धो धन्ने भन्दा पनि यस्तो धकाली उभि गाडीमा आइपुगे सहचालक रूपमा हैन सहचालक मैले हल्का भाडा पनि कम दिए यात्रा एकदमै सङ्घर्षपूर्ण थियो त्यही माथि हल्का रमाइलो पनि भयो अब मेरो साथमा हुनुहुन्छ यहाँ हुनुहुन्छ रमाकान्त 7th ब्याचको 3rd सेमिस्टरको होनार विद्यार्थी रमाकान्त दास अनि हजुरलाई अर्को नेक्स्ट पर्सन जो यो यात्राको एकदमै ठुला के भन्छन् जसको रचना यो यात्राको के भन्छन् यो यात्रा रच्ने रचनाकार भनेकै हाम्रो यहाँ विवेक नमस्तेमा भाग्यनी पनि अब हेर्नुहोस् त अब उहाँ भाइलाई उहाँ आफूलाई भाग्यमान भाग्यनी होइन तर गाइस हामी साँच्चै भाग्यमानी नै भयौँ त्यसपछि अब हामी चौथो व्यक्तिलाई इन्ट्रोड्युस गर्छौँ हाम्रो मिनराज नेपाल उहाँको एकदम सुन्दरतामा हेर्न सक्नुहुन्छ सुन्दरताले उहाँ केही कुरामा अनि हाम्रो पालो आउँदाखेरि त जहिले यस्तै हुन्छ जिन्दगीले जहिले यस्तै गराउँछ कि जहिले नि यस्तै हुन्छ रमाइलो पल भएको बेलामा अनि छोरे स्कुल हानिदिन्छ अनि होइन घुमाउने नि त्यतै जाने हो कि यो फोटो हिसाबमा हामीले है यता फोकस त गरौँ यहाँ सिरुबारी माथि बिहान One, 2, 3, go! Sataira, makaule bani timro. Oh, dami. Sambandha हामी दुबैको कुराकानीहरु हामी बीचको सन्तुष्टि लाग्छ सपना बनाउँछु मैले तिमीलाई झुस्काएको छैन मुछुमको मुस्कान तिम्रो मुहारको साह्रै नराम्रो मैले तिमीलाई झुस्काएको छैन सो फाइनली हामी लोकेसनमा पुगेपछि चाहिँ साँझको रमाइलो हेर्न भनेर हतार जाँदैछौँ अनि प्रकाशले चाहिँ त्यहाँ दिदी फोटो खिच्ने भोलि बिहान भनेर अनि हामीले लोकेसन देखाउँदैछ प्लस यो भिडियो चाहिँ हामीले पछि हेर्दाखेरि चाहिँ रमाइलो होस् भनेर चाहिँ मैले केही पनि क्लिप्सहरू काटेको छैन त्यही भएर एडिटहरू राम्रोसँग गरेन भनेर कम्प्लेन चाहिँ नगरिदिनु होला हे एन्ड यु नो गाइज हाउ आई एम तिमीहरूले जे भने मैले मान्ने होइन माथि कि तल Extend by guys. Nice रहेछ त गाइज भिडियो चाहिँ आउनुभन्दा अगाडि चाहिँ 2-4 दिन पहिल्यै कुरा गर्न पर्दो रहेछ नेपालकै पहिलो गुनामाउको
बिहान 4 बजे उठ्नु है हजुर 4 बजे खै त हेरम त राति 3 बजे कल गर्छ भन्ने मान्छेको मुख हेरम त 3 बजे सुतेर 4 बजे कसरी उठ्नु प्लेजर भन्ने म गोगरी हाय भाइ हेलो दिदी यो भाइ बसम आफ्नो ठाउँमा अघिको आजम्बारी फुलको तिमी आउ के पुरा ए बात बजाउने आलाई भेटियो मायालाई भेटियो यो मनको दिशाना मेटिराउने रानी जो बन जान्छ कि हजुर ओ बात बजाउने रानी जो बन जान्छ कि हजुर हे गाइरा बजाउने कोइला खुलाको हुलाय हाम्रो संस्कृति अनि नेक्स्ट बिहानै ट्रेकिङ जाने भनेको त अनि एक दिन अगाडि हामीले लास्टै अनप्लान तरिकाले हिँडेको भएर सबै अलिअलि नाच्ने बित्तिकै सब थाक्यौँ अनि अर्को दिन पनि कोही उठेन राति पनि मस्त सुतेँ अनि मैले पनि ब्लग चाहिँ गर्न बिर्सेछु अनि जिन्दगीमा चाहिँ जहिले पनि एकदमै रमाइलो मोमेन्ट्सहरू छ न्यू मोमेन्ट्सहरू छ भने चाहिँ हामीले चाहिँ त्यो फोटो क्याप्चर गर्न नि बिर्सिँदो रहेछौँ कि अनि हामी 3 जना कति पछि बल्ल ब्रेक भएर अनि ब्याचलर सकेपछिको फर्स्ट ट्रिप प्लस भाइहरूसँग पनि हाम्रो फर्स्ट ट्रिप थियो अनि पछि बोन्डहरू पनि त्यति राम्रोसँग हामी पहिला त्यस्तो धेरै खुलेको पनि थिएनौँ अनि यहाँ गएर चाहिँ एकदमै रमाइलो पनि भयो मोमेन्ट्सहरू पनि सेयर भयो कुराहरू पनि सेयर भयो अनि कस्तो रमाइलो मोमेन्ट्सहरू चाहिँ क्रिएट चाहिँ भयो जे होस् एन्ड थ्याङ्क यू फर एभ्री वान फर जोइनिङ अस इन दिस जर्नी अनि भाइहरूलाई अनि अन्सा र रन्जुलाई नै एकदमै धेरै 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 माया अनि बेला बेलामा चाहिँ अलि बढी नै इमोसनल भइदिन्छु सायद यिनीहरूले मेरो इमोसन्स एकदमै राम्रोसँग केयर भएको भएर चाहिँ होला हाम्रो यस्तो राम्रो बोन्ड भएको अनि यस्तो रमाइलो भएको सबैसँग जो बोन्डहरू चाहिँ क्रिएट भएको चाहिँ मलाई एकदम मनपर्छ सरी इफ आइम ओभर एक्सप्रेसिभ बट दिस इज मी एन्ड दिस इज वाट lead me here so I love you guys for joining here and I love you forever and you know that no daily matching आउनु त काममा हाई गाइज हामी चाहिँ बल्ल फाइनली 9 बजे चाहिँ हिँड्दैछौँ केटीहरू भन्दा नि धेरै गाह्रो त केटाहरूसँग हिँड्दा हुँदैछ कसम फाइनली अघि हिँडिसकेको थिएँ ब्लस लगाइदिन्छु मैले हाम्रो आन्टी भन्नु नभने हाम्रो सिनियर दिदी इज फाइनल्ली मुभ्ड बाई फ्लावर्स एन्ड सिनेरी मलाई कहिले मन पर्दैन तिमीलाई किन हो यार भन्छु थाहा छैन किन बोल्नु भएको र के सोध्नु भयो चिनी जस्तो लाग्यो हजुरलाई बाटो थाहा छर्दैन मेरो मुख लामो डाँठ त ल्याउनु पर्थ्यो नि कानमै निकाल्नु पर्यो कानमै हटाउने मैले त पाइन्छु तपाईँको फेभरेट दाइ सबै यता ठुलो मान्छे अगाडि बस्ने होइन नि कोयो कत्रो यसो गरेर भोलि चाहिँ मुस्ताक हाल्नुपर्छ म त स्टोरी कमेन्ट हान्ने हेर्नु अरूको थाहा छैन हेलो गाइज हामी चाहिँ बिहान बिहान सिरुबारीको रोडमा हो होइन जेरी गल्लीमा छुट्टै दुनियाँ छ भाइ गाइस अब चाहिँ हामी हाम्रो ग्रुपको फिट चेक गराउन गइरहेको छौँ फर्स्टमा आउनुहुन्छ उहाँको अनिसा पाण्डे नेक्स्ट
उहाँ बिहेमा आउनु भएको कोट सुट लगाएर क्रिसको अडिसन गर्न जानु बाहिर जानु न नेक्स्ट पर्सन पनि आउँछ हैन सबभन्दा राम्रो आउनु भएको दिजु हो के ल अब जानु छ हाम्रो वक्तित्व गर्ने मान्छे म चाहिँ मेरो ब्याचको मिस्टर फ्रेसर हो याद गर्नु हाम्रो अर्को ब्याचको छिटो ल सबैजना एकैचोटि लास्टमा ल सबैजना 1 2 3 गो सबैजना 1 2 3 गो म त सानो भए राम्रो मोडल छुट्नु भएको छ हाम्रो मोडल दिदी हाम्रो हरा यार बाइ गाइज एन्ड थ्याङ्क यू एभ्रीवन जो चाहिँ लास्टसम्म सबै भिडियो हेर्नुभयो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद अनि यस्तै भिडियो पछि पनि आइरहोस् भन्नको लागि चाहिँ सब्स्क्राइब गरिदिनु होला फाइनली भिडियो त आइम गाइस छ मेरो लाइफ अलिकति बिजी भएको हो म कर्मथलोमा जन्म थलो थिएन बाई बाई गाइस मजा भयो है मजा भयो खतरा रमाले चाहिँ खतरा हर जगह अब दिखे अपने दिल का भी काम है बस तेरी धूम मेरो लेस अहिले फुत्के किन गर्छ भनेको त अनि प्रकाश भाइले लेस त बान्दैन रहेछ हे अहिले गाली त मलाई गाली खान्छ जस्तो लाग्यो मलाई तर के गर्नु भाइ यार यस्तो राम्रो कामहरू त राख्दिन पर्यो नि त